सम्पूर्ण मेरो युट्युब च्यानल हेरेर बस्नुभएका सबैमा विशेष आज फेरि पनि मेरो हजुरहरू समक्ष मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई मेरो ब्लग देखाउन गइरहेको छु र विशेष आजको यो ब्लग चाहिँ हजुरहरू समक्ष यो हाम्रो सुन्दर दार्जिलिङ सहरको सुन्दर ठाउँ र बतासिया लुपको यो सुन्दर दृश्य मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई फेरि पनि देखाउन गइरहेको छु र आजको यो एकदमै रमाइलो सुन्दर वातावरण अनि एकदमै रमाइलो दिनको साथसाथै यहाँनिर बतासे लुपमा धेरै दिनदेखिको हाम्रो दार्जिलिङ सहरमा यसरी पर्यटकहरू यसरी आइरहेको छ घुम्नको लागि र धेरै टाढोबाट देश विदेशबाट धेरै खर्च गरेर यो हाम्रो सुन्दर दार्जिलिङ सहरमा आउने गर्छ र अहिले पनि यो फिलहाल हजुरहरूलाई मैले देखाएको अहिलेको यो दृश्य एकदमै पर्यटकहरू धेरै मात्रामा आइरहेको छ हाम्रो दार्जिलिङ सहरमा र प्राकृतिक सुन्दरताले भरेको ठाउँ दार्जिलिङ सहर र यहाँको यो पहाडकी रानी पनि भनेर भन्ने गर्छ चिन्ने गर्छ र विशेष यो हाम्रो ठाउँमा यो प्राकृतिक सौन्दर्यताले भरिएको हरियाली र यो हाम्रो दार्जिलिङ सहर हजुरहरूले यस ठाउँबाट बतासे लुपबाट एकदमै सुन्दर दृश्य देख्न सक्नुहुनेछ र अहिले विभिन्न देश विदेशबाट ठाउँबाट हाम्रो सहर दार्जिलिङ सहरमा यसरी पर्यटकहरू एकदमै घुम्नको लागि आइरहेको छ र विशेष मेरो युट्युब च्यानलको माध्यमबाट यो सुन्दर ठाउँ बतासे लुपको यो दृश्य हजुरहरूले हेर्न सक्नुहुनेछ र धेरैजना जो चाहिँ यस ठाउँमा आउनुभएको छैन भने हजुरहरू पनि यस ठाउँमा आएर यो सुन्दर ठाउँमा घुम्न सक्नुहुनेछ र यो मेरो जति पनि युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्णहरूले मेरो आजको यो सुन्दर दृश्य हेर्न सक्नुहुनेछ।